नमस्कार साथीहरु। सो धेरै ग्यापको बादमा चाहिँ युट्युबमा भिडियो आउँदैछ र यो भिडियो पनि धेरै नै ढिलो भइसक्यो। यो चाहिँ दशैंको भिडियो हो अनि आज 2 तारिकको दिन चाहिँ हामी घरबाट सिलिगुडीबाट टिका लाएर चाहिँ हामी आरुबोटे जाँदैछु। यो चाहिँ मेरो ससुराली गाउँ हो र यो पालि चाहिँ हामी नेपाल जाँदैछु। अहिले घडीमा हेर्नुस् टाइम भयो 3:30। सो अहिले हामी टिकासिका लाएर चाहिँ 3:30 बजी चाहिँ हामी निक्लिँदैछौँ। अहिले यो मिलन मोड भित्र गुल्माको बाटो हुँदै हामी जाँदैछौँ। यो भिडियो अलिकति लेट भए पनि तपाईहरु हेर्नुस्, तपाईहरु इन्जोय गर्ने छ हैन। म यसमा टिकासिका लगाएको त भिडियोहरु हाल्दिन, तर हामी नेपाल चाहिँ कहाँ गयौं, नेपाल त्यो गएको जग्गाहरु कस्तो थियो त्यो मात्रै चाहिँ म तपाईलाई यो भिडियोमा देखाउने छु। यो चाहिँ आरुबोटे मेरो ससुराली हो। अब चाहिँ हामी नेपाल तर्फ लागेको है। हेर्न सक्नुहुन्छ कस्तो माहौल छ यहाँ। Neutron. This is the parking area. यो बाटो उकालो गयो भने चाहिँ माथि 10 माइल निक्लिन्छ। 10 माइल चाहिँ कहाँ हो भने तपाईको धोत्रे जाने, जो चाहिँ मानेभन्ज्याङदेखि सिधा अगाडि गएर धोत्रे निक्लिन्छ। त्यहाँ अन द वे बाटोमा बीचमा पर्छ एउटा साप गोलाइ आउँछ 10 माइल, त्यो जग्गालाई 10 माइल भन्छ। बाटो अप्ठ्यारो छ तर यस्तो 4x4 गाडीहरु चाहिँ हिँड्छ, प्रब्लम छैन। अरु नर्मल गाडीहरु चाहिँ नसोचे पनि हुन्छ। हेर्नुस् ल्यान्ड रोभर जाँदैछ अगाडि अगाडि। यो चाहिँ मानेभन्ज्याङ ल्यान्ड अफ ल्यान्ड रोभर्स। हामी चाहिँ अब लगभग पशुपति फाटक आइपुग्न आँट्यौं। यहाँबाट चाहिँ तपाईको नेपाल एन्ट्री हुन्छ। पशुपति फाटक एउटा सानो बोर्डर हो इन्डिया नेपालको। जेमुस रहेछ त फेरि। वेलकम टु नेपाल। यहाँ काट्नुपर्छ हौ हुन्छ। यहाँ लगाउँदा हुन्छ नि। भन्सार पनि भयो हाम्रो। मैले 2 दिनको भन्सार काटेर गएको थिएँ र यहाँ सानो यो म्युनिसिपालिटी पार्किङ भन्छ। शान्ति छ त नेपालमा त। जेनजीले गर्दा डर भयो उठिहाल्छ जेनजीले है। हैन दशैंले गर्दा होला है अलिकति यो फाका फाका भएको। नभए त अलिकति भिडभाड हुनुपर्ने नि। दोकानहरु पनि बन्द छ, पसलहरु पनि बन्द छ। त्यही त नेपाल कसैपछि नेपालको जस्तो हुनु पर्यो नि त। तर चम्काइ चाहिँ राख्नु पर्छ। ओ बच्चा लु जै अब त्यो बच्चा नहेरौँ मलाई। हैन गाडीमा अगाडि आएको ए आए फेरि अगाडि आइज लान्छु तल म। जै त्यो अघि एक जग्गा काटेपछि अरु ठाउँ काट्नु पर्दैन? काट्नु पर्छ आमा। उहाँ अलिकति तल पटक के अरे हो पटेका त हैन रहेछ। चटपट चटपटे हो भाइहरु। यहाँनिर काट्नुपर्छ हौ चटपटे। यहाँ पनि किन्नु पर्दो रहेछ। 350।
एन्डेरमहरू चाहिँ कन्याम गएको रहेछ हौ कोरो एन्डेरमहरू केरलाकोहरू तिनीहरूलाई झन् बेसी लिन्छ होला होइन एउटै हो होइन एउटै ए केरला भनेपछि चाहिँ रेट इज सेम फर अल इन्डियाको गाडी छिरेकी यति नै रेट पुग्छ त टोटो पनि अटो पनि हेर्छु न म यो ब्युटी यहाँको कस्तो दामी छ मलाई एकदम मनपर्छ जग्गा नेपालको नेचर यो जे छ त्यो सुनिराखेर चाहिँ के गर्छ त होइन त्यो नेताहरूले चाहिँ के गरे हो यो पनि एलै रहेछ पण्डित बाजेले पूजा गर्दा यसमा पनि त लाग्छ सानोमा पनि गियरमा त लाउँछ कि तर मैले मेरोमा सानो पनि छ है भनेर कि त्यसमा पनि लागेको नेपालीको विश्वकर्मामा चाहिँ कसले पूजा गरेको होइन गर्नुभयो योपालि त म आफै भइदिएको पण्डित सो हाम्रो भान्सारहरू पनि भयो प्राइसेसको कुरा गरौँ कति लाग्यो भन्दा मैले 2 दिनको भान्सार काटेर जाँदैछु अहिले सो मलाई लाग्यो तपाईँको 800-900 रुपियाँ लाग्यो होला भान्सारमा अनि त्यहाँ सानो एउटा म्युनिसिपालिटी पार्किङ भन्छ त्यो 20-30 रुपियाँ कति पर्छ अनि तल आएर त्यो एउटा पटक के भन्छ समथिङ मैले नाम बिर्सेँ तपाईँहरूलाई याद छ भने यसो कमेन्ट गरिदिनुहोस् त्यो चाहिँ मलाई 350 रुपियाँ पर्यो सो त्यति चाहिँ मलाई इन टोटल नेपाल इन्ट्री गरेको प्राइसेस पर्यो अल टुगेदरको कुरा गरौँ भने 9, 10, 11, 12, 12.5, 1300 मोटामोटी 1300 पक्रिनुहोस् इन्डियन करेन्सीमा 1300 चाहिँ मलाई 2 दिनको भान्सार काटेर जाँदा पर्यो मैले तपाईँहरूलाई पशुपति एन्टर गरेको चाहिँ भिडियो देखाउन सकिनँ किनकि त्यहाँ पुरा भिड थियो जाम लागिरहेको थियो अनि पशुपति एन्टर गर्दा चाहिँ मेरो एकजना जोजो हुनुहुन्छ यहाँनिर चाहिँ उहाँको नाम चाहिँ बुद्ध जोजो हो यहीँ पशुपति इन्डिया साइडमा बस्नुहुन्छ एकदमै मान्छे राम्रो हुनुहुन्छ उहाँ एकदमै हेल्पफुल हुनुहुन्छ सो उहाँलाई अगर भिडियो हेर्नु हुँदैछ भने उहाँलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि उहाँले गर्दा चाहिँ मेरो चाहिँ त्यहाँनिरै एकैछिनमा काम भइहाल्यो बिचरा त्यहाँ अरूहरू लाइनमा लागिरहेको थियो त्यहाँ पुरा भिड थियो जाम थियो तर उहाँले गर्दा चाहिँ मेरो एकैछिनमा भइहाल्यो त्यस्तो केही मलाई लामो केही चेकिङहरू परेन र बुद्ध जोजोलाई धेरै धेरै धन्यवाद यो अटो त अन्त हेभी कुद्दो रहेछ त यस्तो उकालो ओह्रालो हो नि त्यो फ्याक्ट्री चाहिँ कसको अन्त आमा आफ्नो लागि प्राइभेट रहेछ नि त त्यो मतलब मान्छेले चाहिँ आफ्नो लाँदै त्यहाँनिर उयो गर्नुपर्ने बेच्यो तर त्यहाँनिर वर्करहरू पनि छ नि है पुरै अन्त काम गरिरहेको छ तपाईँले अनि मालिकले बेच्छ तर सोच्यो भने त एउटै हो नि आमा अब हाम्रो यताको श्रमिकले काम गरेको दाम पाउँछ हो अब यहाँकोहरूले आफ्नो हो भनेर लग्यो त्यो बेच्दाखेरि उनीहरूले पनि त्यति नै त दाम पाउँछ होला अलिकति 19-20 तलमाथि होला बेसी कम्ती त्यो फ्याक्ट्री चलाउने मान्छेले त अब त्यो एउटा रेटमै नै किन्छ नि त त्योभन्दा बेसी महँगो भने त उसले किन्ने होइन त्यो चाहिँ खास फाइदा अब जुन चाहिँ अब हाम्रो उता चाहिँ जुन चाहिँ अब कम्पनीले उठाउँदैछ फाइदा त्यस्तो चाहिँ त्यो फ्याक्ट्रीको मान्छेले उठाउँदैछ यो चाहिँ बरबटे होइन उतातिर हेर्दा त कस्तो राम्रो छ मम्मी त फुर्की हुने हो नि माथि गाउँ तपाईँ फुर्की हुने हो नि माथि गाउँ अब चाहिँ फिक्कल आइपुग्यौँ है हामी यो बजार देख्नु हुँदैछ यो चाहिँ फिक्कल हो अनि यो टर्नदेखिको चाहिँ यहाँ जुन चाहिँ लेफ्टपट्टि जाने बाटो छ
त्यो बाटो जानुभयो भने चाहिँ तपाईँहरू कन्याम पुग्नुहुन्छ। अनि कन्यामदेखिको सिधै ओह्रालो ओह्रालो जानुभयो भने चाहिँ चारलीहरू पुग्नुहुन्छ। त्यहाँदेखि मुनि बिर्ता मोड, काँक्रेभिट्टा, त्यहाँदेखि उता जाने बाटोहरू आउँछ है। नेपालको अरू जग्गाहरू काठमाडौँ भयो, हेटौडा भयो, विराटनगर, धरान कहाँ जानुहुन्छ। अनि त्यहाँदेखिको यो सिधै बाटो चाहिँ तपाईँको इलाम जान्छ। रोडमा बसेको होइन त्यहाँ लर्ड लियोर्डले बसेर काम गर्यो। के हो गाडीको नाम पनि नेता पो छ त। म्याकफार्लेन ल्याएर यो उयोहरू खोल्यो, प्रेसहरू। यस यहाँ मुनि फ्याक्ट्री, यहीँ छ त फ्याक्ट्री। यहाँ मुनि हेर त यो फ्याक्ट्री हजुर, टी फ्याक्ट्री। आमाले पहिल्यै देखाउनु भयो। कस्तो बित्थै यहाँ फर्स्ट पहिला बासमा आउँथ्यो होइन हामी स्कुलबाट आउँदाखेरि। अनि यहाँ त फ्याक्ट्री खोलेर बस्नु फाइदा हुँदैछ त आमा। यहाँ त फ्याक्ट्री खोलेर बस्नु फाइदा हुँदैछ। यहाँ कहाँ चाहिँ सेल्फी डाँडा छ है। सेल्फी डाँडा छ नि यहाँ कहाँ छ एउटा सेल्फी डाँडा भनेको छ। अब यहाँ डाँडा त छ। सेल्फी डाँडा हो यहाँ फेमस छ त्यो। यो त हामी हुँदा हुँदै त्यति बेला बनिएकै। कस्तो दामी छ है। यहाँ माथि लभ पोइन्ट पनि भन्छ यसलाई कि मम्मी। यहाँदेखि यता माथि सेल्फी डाँडा छ। वेलकम टु फिक्कल। माथि पर जतिन गाडीमा के आउँछ दामी छ। होइन अहिले नयाँ बनाएको हो भनेको भ्यू पोइन्ट। अब त आइपुग्नु आँट्यो होइन आमा। साथीहरूको त आइपुग्नु आँट्यो कि दर्शन त गरेर चल्यो। मामाहरूको जग्गा त एउटै हो नि सोच्यो भने त खासै केही डिफ्रेन्स त छैन नि। टाढो होइन। त्यो दुईवटा देशले मात्रै छुट्टाएको जग्गा नि। के यो पञ्चकन्या धाम। कस्तो रहेछ। यो तलको स्कुल होइन यो तलको स्कुल अघि देख्नु भएन त्यही ओ आई सी। अहिले काट्नु दिँदैन नि यहाँ। छैन। अब हामीले ला गाडी गएछ त। होइन यहाँबाट चाहिँ हामीले ला गाडी त स्पिडमा आयो होला। औ दाइ के गर्यो? के गर्यो स्पिड थियो त्यो गाडी। मैले बुझेँ स्पिड आयो होला कि त्यसले त्यहाँदेखि त्यो ज्योतिको छैन। कन्ट्रोल गर्नु सक्दैन त्यहाँदेखि गाडी हालेछ नाला। त्यहाँ म हालेछ पल्टापट्टाको ओह्रालोतिर होइन कुनामा पो हालेछ त्यसले त। आमाको बहिनीको घर आयो है। दामी ठाउँ रहेछ त। ए अन्त तिमीलाई चाहिँ कस्तो लाग्थ्यो त? मेची अञ्चलको टप कति यो अहिले कलेज भएको छ होइन यो किनकि अब यहीँ बोलाउँथ्यो होइन के भने रोक्नु? दैलो त खुल्लै छ। के रोक्नु? अलिक ब्याक गरी रोक्नु मजा। सारिका पापा आउँदै जानुभएको छ। अरे है कस्तो मजाको छ नि सर। उहाँ तल पोखरीहरू छ जान्छ। हाइलक्स गाडी दामी छ नि। उनीहरू कस्तो दामी पोखरी छ। गहिरो होला नि त पोखरी। जस्तो छ अरे कि अनि त्यस्तो ठुलो कहाँ छ त यहाँ त यो हेर्दा यत्रो देख्छ नि। ए हो हेर्दा त त्यही छ्यापछ्याप हिँड्ला जस्तो छ हो तर त्यहाँ उयो बुझ्यो भने चाहिँ मर्छ। यस्तो होला नि त चुच्चो मुनि होला नि त सिधै गएको गहिरो। होइन यहाँ चाहिँ देवी त्यो के के छ अरे मूर्तिहरू पनि थिएको रहेछ। तर महिलाहरू गरेर आमा हो त यहाँ त उडाउँदो रहेछ त बाइकहरू पनि अन्त हुँ जाँदैछ त। बाटो दामी छ नि। बाटो दामी। लेडिजलाई राखेर त्यो पनि
यति बेला त पापाहरू आउँदा चाहिँ हतार छ नि त उसलाई कोरियनले खनेको है कोरियाले खान्छ दसैँमा टिका लाउन हतार औ भएको जस्तो छ। हौ पापा यहाँ पहिला टिचिङ गर्न थियो बाटो यसरी काठपटिङ हुँदै थियो अरे होइन अरे बजारी यो हो 3 घडी पर असम्म छ बजार यहाँबाट ओह्रालो आमा अब योबाट ओह्रालो चाहिँ जोरसिङ गाउँ जान्छ यो ओह्रालो यो ओह्रालो याम्फू चोक लेखेको देखेन उ यहाँ यो त याम्फू चोक त नि हाम्रो यो तल्लो बाटो हो माथिल्लो बाटो त्यताबाट छ नि माथिल्लो बाटो गएको भए हुन्थेन अब माथिल्लो बाटो चाहिँ कहाँ तल अन्त प्रतीक सरकोबाट ओह्रालो अब पर राम्रो छैन नि बाटो यही हो ए कान्छे चाहिँ 3 घडीको टुप्पो हो यही बाटो परसम्म 3 घडी हो यही हो अब यहाँदेखि ओह्रालो चाहिँ जोरसिङ गाउँ गएको है मम्मी हामी मम्मीको माइत त कति टाढो होइन नि तर आमाको माइत यतै हो ए हो यो माइती गाउँमै हो सबै माइतीकै घरहरू है राताको बडाको हाम्रो माइती चाहिँ यसरी बिग्रिएको छ नि पुरै भत्किएको छ ऊ यो माथिको छ नि हेर्नुहोस् त यो फ्लो घर यो मेरो मितामाको छोराको मितामाको आमाको मितामा पहिला त रमाइलो हुँदो रहेछ सानो हुँदा त पिपीहरू हुँदा अहिले त अब चिन्ता हुँदैन अहिले नरमाइलो भइगयो अब त्यो आमा बोजूहरू छैनपछि त कसरी चाहिँ अन्त हजुर। नरमाइलो न हुँदो उसको नातानातीले चिन्छ न हामी चिन्छौँ के हो क्या त्यो है सनिम हो नि हो यार हो नि हो यार म तपाईँको याद हो यो मुनिको बाटो छ हुँदैन अरे काठपटिङ यता नै आरुबटेकै छिला आरुबटेको नाली मात्रै बनाएको छ नि कत्रो यहाँ चाहिँ नाली बोलाउनु ठुलो कुरा पो आमा नौ त नालीको पानीले तर यहाँ त खेती गर्दा त खाइदिन्छ होला नि यो मुनि यो त ऊ तल टाढहरू देखेनौ के त्यही खान्छ त कत्रो कत्रो छैन यहाँ अलिक जङ्गल पनि रहेछ कि त्यसले गर्दा आजकल त पुरै उयोहरू लाग्न थालेको छ नि त उयोतिर टाढहरू चाहिँ हेर न जनावरहरू अहिले खोइ अहिले लाग्छ भन्ने मात्रै छ है पहिला त लाग्दैन है मम्मीहरूको तल बारीहरू कत्रो कत्रो टाढो छ नि हौ कत्रो बारी छ आसपास यहाँ पनि खाइरहेछ नि त कस्तो दामी दामी छ है कान्छे हेर न बसेको टाढहरू एउटा त अरे इन्डियाको गाडी पो रहेछ त भन्दै सरासरी दामी धुनमा चाहिँ इन्डियाको गाडी रहेछ त भन्दै होला हामी नेपाल नबढ्दै नेपाल गाडी आएछ भन्छौँ नि त्यस्तो हो त त्यही त। अन्त भन्दैन अन्त अरे नेपाल गाडी नाना पनि आइजौँ थिएन भने चाहिँ हामी त्यो बिल्लीबाट भयो है आमा गोपालेको दिन्छ गोपाले त्यहाँदेखि अलिक फर्नकै फर्केर भने मामाहरूसँग आउनु पुरै नभेटेको अवस्था अन्त अब कता आमा उतै तेर्सो तेर्सो कि ओह्रालो होइन तेर्सो तेर्सो त्यो ओह्रालो चाहिँ कता हो यो चाम्लिङ जाने हाम्रो काइमबारी मुनि छैन काइमबारी पनि जान्छ यो बाटोबाट यहाँबाट गयो पनि पुग्नु त पुग्छ होला तर उकालो आउनु पऱ्यो किन नाना अन्त चाहिँ किन चाहिँ घुम्नु बाटो छैन त बाटो यो परिवर्तन चुच्चे ढुङ्गा यही हो चुच्चे ढुङ्गा नाली लुक्ने ए नाना फुर्केलाई बाबा भनेर भनेको होइन पापा भनेर लुकामारी खेलेको छु चिलुङ्गा लुगामारी खेल्ने यही त हो चुच्चे ढुङ्गा टाढहरू त दामी दामी छ नि कान्छ हेर है यहाँ मजाक छ। यो चाहिँ के अन्त यहाँ रहेछ त चियापत्ती यो छ आफ्नै हो यो मेरो आफ्नै हो। बारी प्राइभेट श्यामकान्छी घर यो हो ए सुकियाको उयोसँग बिहा हो कि भइहाल्छ भैयासँग बिहा भएछ बिहारीसँग पढेर यता चर्च पो रहेछ त आमा यहाँ चर्च यो यता नर्थ इस्ट यिनीहरूको बेहोरा देख्दा त चर्चहरू होइन त्यो चाहिँ यस्तो हो नि त फेरि त्यो क्रिस्चियन चाहिँ फेरि अर्कै प्रकारले हो जस्तै अब तिमीले हेर गोवामा अहिले पनि तिमीले गयो भने काहीँ न काहीँ पोर्चुगिज इन्फ्लुएन्स भेटाउँछ किनकि गोवालाई चाहिँ पोर्चुगलले रुल गरेको हो नि त र इनफ्याक्ट इन्डिया 47मा आजाद हुँदा पनि गोवा चाहिँ आजाद भएको थिएन त्यसरी नै अब तल उयो के भन्छ यो होइन हौ तामिलनाडुमा पण्डिचेरी छ नि पण्डिचेरी चाहिँ फेरि फ्रान्सको अन्डरमा भएको जग्गा हो त्यहाँ अहिले पनि गयो भने त्यो फ्रान्सको कल्चर निकै भेटाउँछ हो अन्त त्यसले गर्दा अब त्योहरूलाई चाहिँ हामी चाहिँ एङ्ग्लो इन्डियन भन्छौँ नि त अब जो चाहिँ अब त्यो टाइममा चाहिँ फ्रान्स र पोर्चुगलको मान्छेहरूसँग मिक्स भयो अब ब्रिटिसर्सहरू पनि थियो ब्रिटिसर्सहरू पनि कतिजनाहरू त इन्डियाको भएर बिहा गर्यो नि त अन्त तिनीहरूको फ्यामिलीहरू चाहिँ उयो हो एङ्ग्लो इन्डियन भन्छ त्यसले गर्दा क्रिस्चियनिटी चाहिँ साउथमा चाहिँ त्यो कारणले गर्दा हो जर्सिङ खोला अब आमाको आइपुग्न टिमाउनु भयो भनेको मैले त आइ नै गयो
राखिदिएको त होला नि अन्त आमा तपाईँको पनि अन्त छैन छोराहरू छ त्यत्रो मलाई माग छ नि बाँडफाँड गऱ्यो नि छोराहरूले मामा ए गर्दैन माइतीहरूले मेरो पो छोराहरू छैन र छोरीहरूलाई बाँडफाँड गरिदिइहाल्यो होइन अन्त उता हाम्रो इन्डियामा त राखिदिन्छ त अन्त अब छोरीहरूलाई दिँदैन इन्डियामा पनि बिहे हुनेलाई उयो छोरा हुनेले त कहाँ दिन्छ अब दिने माइतीले दियो भने दिन्छ नि दिने इच्छा हुनेले दिन्छ होला तर कम्पलसरी दिनैपर्छ भनेर छैन तर दिनेले दिन्छ नि उता नर्थ इस्टतिर चाहिँ सबै फेरि केटीको नर्थ इस्टतिर चाहिँ है मेघालय मणिपुरहरूमा छोराले केही पाउँदैन ए सबै छोरी कमाइ खानुपर्ने छोरा त्यही कारण त दोकानहरूमा पनि उयो केटाहरू बस्नु पाउँदैन नि मणिपुरको त्यो बजारमा डल्लै केटीले चलाउने छ है दोकानहरू सबै त्यो हाट इनफ्याक्ट बजारहरू त्यो दोकानको त्यो ट्रेड लाइसेन्सहरू हुन्छ नि सब केटीहरूको नाम त्योहरू पनि केटीको नाममा छ भने मात्रै पाउँछ केटाको नाममा गऱ्यो भने त रिजेक्ट दोकानी बेच्नेहरू डल्लै लेडिज हुनुहुन्छ बजारै है लेडिज त्यो चाहिँ मैले त्यहाँको भिडियोमा कल्चरै फेरि लेडिज कल्चर हो नि त भिडियोमा देखेको थिएँ नि लेडिजले चाहिँ अब हाम्रो यतातिर छोराले बेसी भ्याल्यु पाएको जस्तै त्यहाँ चाहिँ छोरी त्यहाँ चाहिँ छोरी जन्मियो भने चाहिँ राम्रो हो जुजु मामा घर त्यतैतिर पो है कुन चाहिँ आमा यही हो नि यो हो यही त हो नि मामा घर कहाँनिर? कहाँ राख्नु दिएछ होइन त्यो बाटो पर मूर्ति डाँडा होला नि बधाई त्यो यसो ल वेलकम टु जर्सिङ तिन घरे जर्सिङ गाउँसम्मको भिडियो त देखिहाल्नु भयो जर्सिङ गाउँ चाहिँ मेरो सासुआमाको माइती घर हो सो त्यहाँ हामी टिकाटालो गरेर चाहिँ अहिले चाहिँ हामी जाँदैछौँ माथि मुक्ति डाँडा यो चाहिँ अलिकति टपमा पर्दो रहेछ र निकै अँध्यारो बेलुका पनि भइसकेको थियो र यो अँध्यारोमा केही खासै देख्दैन म भोलि चाहिँ तपाईँलाई नेक्स्ट भिडियोमा देखाउने छु मुक्ति डाँडा सो